यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ जी न्यूज 24 च्यानल। जी न्यूज 24 च्यानलमा यहाँलाई स्वागत छ। म नवीन राजपूत। फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभाको चुनावमा अहिले नेताज्यूहरू घर दैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ। घर दैलो कार्यक्रममा जाँदा नेताहरूज्यूसँग के कस्ता जनताहरूले प्रश्न गर्छन्, नेताजीहरू कस्तो आफ्नो एजेन्डा लिएर जनताहरूको माझमा जाँदै हुनुहुन्छ, यावत कुराहरूलाई लिएर आज हामी कुराकानी गर्न गइरहेका छौँ। धौसा क्षेत्र नम्बर 4 का प्रत्याशी जसपा नेपालबाट इन्जिनियर प्राध्यापक कृष्णचन्द्र प्रसाद शाहज्यूसँग। उहाँ जसपा नेपालबाट क्षेत्र नम्बर 4 धम्साबाट उम्मेदवारी दिनुभएको छ। उहाँ घर दैलोमा जाँदा के कस्ता कुराहरू आउँछन् यावत कुरामा हामी कुरा गर्न गइरहेको छु। नेताजी, यहाँलाई स्वागत छ। धेरै धेरै धन्यवाद, नमस्कार। के छ हालखबर? हालखबर ठिकै छ। अहिले धेरै दौडधुपमा छु। चुनावी अभियान करिब 2 सप्ताह जति मात्र अब बाँकी रहेको छ। जस्तो के जनताको माझमा जाँदाखेरि कस्तो अनुभव यहाँलाई पाइराख्नु भएको छ अथवा कस्तो फिडब्याक? एउटा गुड क्वेसन। एउटा त के छ भने पुराना पार्टीहरू जुन छन् या जसले 67मा गठबन्धन गर्दा सत्तामा बसेका थिए, एमाले, माओवादी, नेपाली काङ्ग्रेस, तिनीहरूसँग विरक्त भइसकेका छन् जनता। जहाँ जान्छु म पहिला कुरा त यही भन्छन् कि उनीहरू पुरानोबाट थाकिसक्यो, हामी परिवर्तन चाहन्छौँ, त्यो कुरा भन्छन्। अर्को कुरा, अब विकल्पको रूपमा कुन पार्टीलाई लिने त? स्वतन्त्रता लिने, कुनै पार्टीलाई लिने भन्दाखेरि प्रेफरेन्स या प्राथमिकता उनीहरूको कुनै पार्टीलाई नै लिने भन्ने छ। व्यक्ति एकजनालाई, स्वतन्त्र उम्मेदवारलाई भन्दा पनि पार्टीको कोही क्यान्डिडेट छन् भने त्यसलाई लिने। अब त्यसमा अहिले 2-3वटा पार्टी अलिकति स्ट्रङ रूपमा धनुषा 4मा देखिएका छन्। अब एउटा जसपा नेपाल, अर्को चाहिँ रासोपा, राष्ट्रिय स्वतन्त्र पार्टी। जसपा नेपालको त ऐतिहासिक पृष्ठभूमि यहाँहरूलाई थाहै छ। मधेस आन्दोलनदेखि लिएर मधेसीहरूको पहिचानवादी अधिकारको, संहिताको पक्षधर, नागरिकता इत्यादिहरूको पक्षधर, आरक्षण, भूमि आयोगलाई रेगुलराइज गर्ने या त्यसलाई नियमित गर्नको लागि आवाज उठाउने पार्टीको रूपमा रहिआएको छ। त्यसकारण यो स्थानीय या यहाँको ठाउँ देश गाउँसँग जोडिएको पार्टीको रूपमा देखिएको छ, जबकि रासपालाई एक्चुअली बाहिरी पार्टीको रूपमा देख्दैछन्। अहिले देशव्यापी त चर्चा त त्यही पार्टीको चलेको छ। यो जेनजी आन्दोलनपछि परिवर्तनको नाममा भनौँ अथवा एउटा व्यक्तिको नाउँमा अहिले देश त्यतातिर होमिएको छ नि त युवाहरू। होइन, त्यो वास्तविकता होइन। चर्चा जस्तो भन्नुभयो, उल्टो चर्चा पनि छ। अहिलेको नयाँ रिलहरू हेर्नुभयो भने विभिन्न कुराहरू खुलिराखेका छन्। केसको, तेरो नागरिकताको, फ्रडको। अहिले भर्खरैले न्युज पढ्दै थिएँ, एकजना राष्ट्रपतिका उम्मेदवारलाई के अरे ब्ल्याक लिस्टेड छन्, त्यस्तालाई उम्मेदवार दिएको छ। पुल नबनाउने ठेकेदारहरूलाई उम्मेदवार बनाएको छ भनेपछि इट्स अ भेरी कन्फ्युजिङ स्टेट। अब अहिले चाहिँ त्यो स्पष्ट छैन, मान्छेहरू कन्फ्युज छन्। अर्को कुरा, बालनजीको नाम लिन सकिन्छ। उहाँको फेस देखाएर मधेसको भोट बटुल्ने प्रपञ्च हो कि वास्तविकता हो, त्यो समयले बताउँछ। पहिला त जित्नु पर्यो। उहाँले जिते पनि संसदीय दलको के अरे प्रमुख हुन सक्नुहुन्न। त्यो नभइकन प्रधानमन्त्रीको दावेदार कसरी हुन सक्नुहुन्छ? त्यसको लागि संविधानै चेन्ज गर्नुपर्छ, विधानै चेन्ज गर्नुपर्छ। अब त्यो गर्न सकिन्छ कि गर्न सकिँदैन, त्यो बेलाको कस्तो स्थिति हुन्छ त्यो समयले बताउनेछ। अनि मैले उहाँको क्रेजलाई, उहाँको पपुलारिटीलाई अगाडि सारेर अब विभिन्न भोट बटुल्ने काम यदि गरिराखेका छन् भने अर्को ठगीको नमुना हो। अर्को कुरा, त्यसमा लागेका धेरै व्यक्तिहरूको, एकदम अग्रज व्यक्तिहरूको क्यारेक्टरिस्टिक्स र उनीहरूको व्यक्तित्वमाथि धेरै प्रश्नहरू छन्। देशदेखि विदेशसम्म अन्तर्राष्ट्रिय फाउन्डेसनहरूमा जुडेका छन्,
विभिन्न किसिमका कुराहरूमा के अरे केस चलिराखेको छ। त्यस कारण तिनीहरूको त्यो प्रस्ताव छैन, नागरिकता त्यागेर दोहोरो नागरिकता लिइसकेका छ, फेरि फर्केर आएका छन्, घरमा स्टेबिलिटी छैन। त्यस कारण त्यो कन्फ्युजन छ। एउटा हुइम त छ अवश्य पनि मैले भने जस्तै कि चेन्ज गर्नुपर्छ, तर चेन्ज विकल्प को हुन्छ त, कसलाई ल्याउने त? तिनीहरूको इमान्दारिता, कटिबद्धता, सक्षमता, यहाँसँगको यो देशको यो माटोको प्रतिको लोयल्टी पनि हेर्नुपर्ने हुन्छ, जुन कि प्रष्ट भइसकेका छैन। एजेन्डा पनि क्लियर छैन, भाषा पनि घुमाउरो हिसाबले घोषणापत्रहरू जारी गरेका छन्। त्यसका शब्दहरू हेर्नुभयो भने पोजिटिभिजमतर्फ छ कि नेगेटिभिजमतर्फ छ तपाईँ आफै छुट्याउन सक्नुहुन्न। क्षेत्र नम्बर 4 धनुषा, के लाग्छ यहाँ विगतमा जुन पार्टी जितेको छ, जित्दै आएका छन्, काङ्ग्रेसले यसभन्दा विगतमा छिनोमतले आहार स्वीकार गरेका थिए, त्यसबिचमा यहाँले आफूलाई कुन ठाउँमा हेर्नुहुन्छ? प्रतिस्पर्धा त मैले पनि गरेको थिएँ, तर सफल भइनँ। र जुन किसिमको पोलराइजेसन भन्छ त्यसलाई, यो भोटहरूको दुई पक्षमा बाँडिएको किसिमको वातावरण थियो काङ्ग्रेस भर्सेस एमाले। त्यसमा बाँकी पार्टीहरू एक तरिकाले या बाँकी प्रतिनिधिहरू या प्रत्याशीहरू हराएका थिए। त्यो लिगेसीबाट आइराखेको छ यहाँको राजनैतिक समाज। कि त काङ्ग्रेसले जित्ने कि त एमाले जित्ने। पहिला काङ्ग्रेसकै बढी प्रभाव थियो, पछि बिस्तारै एमालेको प्रभाव बढ्दै गयो। खास गरिकन जुन रेखाङ्कन गरिएको छ नि यो क्षेत्रको उत्तरी भेगका ठाउँलाई चाहिँ यसमा समेटिदिएपछि एमाले मतलब यो भोट चाहिँ फितलो भयो या छरियो। त्यसले गर्दाखेरि त्यो दुई पक्षीय लडाइँ जस्तो देखिएको थियो। तर अहिले ठ्याक्कै फरक छ, त्यो दुई पक्षीयलाई हेर्नै चाहँदैन कसैले। अब त्यसका विभिन्न कारणहरू छन्। अब अहिलेका घटनाहरू जति पनि भए, भाग्ने कुराहरू, घरमा नोट इत्यादिहरूको कुराहरू अब त्यो भनिराख्नु पर्दैन, सबैलाई थाहा छ। उनीहरूले त्यो रेपुटेसनलाई समाप्त पारिदिए। त्यसकारण नयाँ पुस्ताहरू, इभन पुराना पुस्ताहरू पनि तिनीहरूसँग आजित भइसकेका छन्। अब विकल्प खोज्दैछन्। विकल्पमा भनिहालेँ, एउटा जसपा नेपालको तर्फबाट म चाहिँ एउटा सम्भावित क्यान्डिडेट छु। रासपाको कस्तो किसिमको वातावरण बन्छ त्यो चाहिँ समयले बताउनेछ, तर त्यसको बारेमा धेरै कन्फ्युजन छ। मैले अघि भनिसकेँ। तपाईँ जनताको माझमा जाँदाखेरि अरूभन्दा फरक के लिएर जाँदै हुन्छ, अथवा तपाईँ आफ्नो एजेन्डा के राख्नु भएको छ, जनतालाई के दिएर आफ्नो प्रति रिझाइँदै हुनुहुन्छ? 5-6वटा कुरा जुन कि आधारभूत कुरा हुन्। सायद पहिलाका अग्रजहरूले जुन नेतृत्व गरेका थिए, यो क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए, उनीहरूले त्यो प्रति विचार गर्नुपर्ने हो, त्यो प्राथमिकतामा राख्नुपर्ने हो। तर त्यसमा जति गर्नुपर्ने, जति आवश्यकता थियो गर्न सकेन। जस्तो कि तपाईँले के राख्नु भएको छ? जस्तो कृषि क्षेत्र, कृषि सिँचाइ क्षेत्रको जुन सुविधा र त्यसको सम्भावनाहरू छन् त्यसलाई प्रतिफलमूलक बनाउन सकेन। अहिले पनि कमला सिँचाइ, बाणगङ्गा सिँचाइ, हर्दीनाथ सिँचाइहरूको स्थिति हेर्नुहोस्, 60% पानी वेस्ट भएर जान्छ। सालैभरि पानी पाउँदैन भनेको बेलामा भनेको मात्रा हुन्छ। किन नगरे होला? पाइप्ड वाटर सप्लाई, टङ्की, खानेपानीको व्यवस्था कति ठाउँमा चाहिँ हेर्न सक्नुहुन्छ। 2-3 ठाउँ बाहेक टङ्की छँदै छैन अहिलेसम्म। जमानामा बनेको एउटा जानकी मन्दिर एउटा टङ्की छ, सिगरेट फ्याक्ट्रीको पुरानो टङ्की छ, रसियनहरूले बनाइदिएको। त्यसपछि एउटा अर्को बन्यो, समाजमा बनेकै छैन। यो के भएको हो? किन नहेर्या होला? सेकेन्ड खानेपानीमा। तेस्रो, शिक्षा स्तर, जुन किसिमको शिक्षा स्तर छ, 42% मात्रै साक्षरता भन्छन्। साक्षर मात्रै, म्याट्रिक, स्नातकोत्तरको त कुरै छोड्नुहोस्। जुन ठाउँमा 58% व्यक्ति पढ्नै सक्दैन, लेख्नै सक्दैन, त्यो ठाउँको के गति हुन्छ? सुशासनको परिकल्पना कसरी गर्न सकिन्छ? पारदर्शिताको परिकल्पना कसरी गर्न सकिन्छ? सशक्तिकरणको परिकल्पना कसरी गर्न सकिन्छ? त्यो कुरामा चाहिँ सुधार गर्नुपर्ने क्लियर छ। चौथो, स्वास्थ्य सेवाको स्थिति पनि धेरै न्यून स्तरको छ। यहाँको प्रादेशिक अस्पतालमा जानुहोस्, अरू सरकारी अस्पतालमा वार्डहरूकोमा जानुहोस्, एक्चुअली बहुत दुःखद कहर लाग्दो स्थिति छ।
त्यसलाई किन सुधार गर्न नसके होला, जबकि अरू प्राइभेट हस्पिटलहरू एक्जर्बिटेन्ट चार्जेसहरू लिन्छन्। एउटा सानो इलाजको लागि 5-5 लाख 6-6 लाखको बिल आउँछ, ऋण कारणले तिरिराखेका छन्, जग्गा बेच्नु परिरहेछ। त्यो स्थिति छ, त्यो अन्याय हो। स्वास्थ्य सेवा, शिक्षा, यिनीहरू त आधारभूत कुराहरू छन्। नेताजी यही एजेन्डा अथवा यही कुराहरूलाई लिएर करिब करिब हरेक नेताजीहरूले राख्छन्, जनताको माझमा जान्छन्, तर जितिसकेपछि त्यो बिर्सिन्छन्। के हो, यहाँले कसरी जनतालाई आश्वस्त पार्नुहुन्छ कि म अथवा जनताले तपाईँसँग के अपेक्षा गरेको छ जनताको माझमा जाँदाखेरि? केही त भन्छ होला कि हामीलाई यो चाहियो अथवा यो भएन भन्छ। त्यो 3-4 कुरा भन्छु म यस मामलामा। एउटा त मेरो शैक्षिक स्तर र अनुभव, अन्तर्राष्ट्रिय र राष्ट्रिय अनुभवहरू। म करिब 40 वर्ष देश विदेशमा विभिन्न देशमा काम गरेँ, अध्ययन अध्यापन अनुसन्धान गरेँ, जुन कि एक फरक किसिमको योग्यता हो। फरक किसिमको योग्यता हो, सजिलै पाइँदैन। त्यो अनुभवको म उपयोग गरेर यसलाई बढी प्रभावकारी रूपमा लागू गर्छु भन्ने एउटा एक्स्ट्रा क्यारेक्टरिस्टिक्स छ एउटा। दोस्रो, मेरो पारिवारिक पृष्ठभूमि, परम्परा, संस्कार, म जुन परिवारबाट आउँछु, रामस्वरूप रामसागर शाहको परिवारबाट आउँछु, शिवचन्द्र शाहको छोरा, रामचन्द्र शाह फुलचन्द्र शाहको भतिजा, यही मुजलिया गाउँमा जन्मेको। हाम्रो 2001 सालमा हामीले श्रीधम संस्था स्थापित गरेका थियौँ हाम्रो पुर्खाहरूले। त्यसबाट खास गरिकन धर्म, शिक्षा, स्वास्थ्य, परोपकारका कामहरू लगातार गर्दै आएका छौँ। 82 वर्षदेखिसम्म अहिलेसम्म पनि चलिरहेका छ। त्यसको म गुठियार सदस्य पनि हुँ, कमिटीमा मेम्बर पनि थिएँ। भनेपछि त्यो संस्कारबाट आएको, त्यो संस्कारबाट आएको हुनाले त्यो संस्कारलाई निरन्तरता दिन म बढी सक्षम छु भन्ने मलाई लागेको छ। सेकेन्ड चिज। तेस्रो, मलाई कुनै केस लागेको छैन, भ्रष्टाचारको मुद्दामा फँसेको छैन, जेल जानु परेको छैन नचाहिने काम गरेर या गलत काम गरेर। भनेपछि मेरो छवि एकदम स्वच्छ छ। त्यसको लागि धन्यवाद म दिन्छु यहाँहरूको सहयोग, साथ सहयोगको लागि। स्वच्छ छवि छ। त इमान्दारितामा प्रश्न गर्ने ठाउँ छैन, लोयल्टीमा प्रश्न गर्ने ठाउँ छैन, किनभने विदेशको नागरिकता मैले ल्याएको होइन, पासपोर्ट 2टा बनाएको होइन, यहाँबाट मनी लन्ड्रिङ गरेको छैन। मेरो घर गाउँ यही हो र अझै पनि म विभिन्न सामाजिक संस्थाहरूमा विभिन्न रूपबाट क्रियाशील छु। त्यस कारण इमान्दारिता तेस्रो पक्ष हो। चौथो पक्ष के छ भने म यो माटोको यही जन्मेको धरतीपुत्र, मेरो पुस्तौदेखि होइन धरतीपुत्र, यहाँको समस्याहरूलाई जसरी मैले बुझेको छु बाहिरियाले बुझ्न गाह्रो हुन्छ। र खास गरिकन यही गाउँमा छु, यही क्षेत्रमा छु, यही जन्मेको छु। अर्को क्षेत्रमा भएको भए पनि सायद गाह्रो हुन्थ्यो होला। भनेपछि इन्नेट ओरिजिनल रेसिडेन्ट अफ दिस एरिया जसरी म बुझ्न सक्छु, बुझाउन सक्छु, धेरै कमले गर्न सक्छु। यो पक्ष भयो। अरू पनि पक्ष भन्न सकिन्छ। मेरा इन्टरनेसनल नेसनल कन्ट्याक्टहरू छन्, नेटवर्कहरू छन्, तिनीहरूको साथ सहयोग लिन सक्छौँ। अरू अन्तिम कुरा के भन्छु भने म इन्जिनियरिङमा ट्रेन्ड छु, सिभिल इन्जिनियरिङ, वाटर रिसोर्सेस र इरिगेसनमा स्पेसलाइज गरेको। त्यस कारण मेरो सोच्ने तरिका स्ट्रक्चर्ड छ, व्यावहारिक रूपमा सोचिन्छ, प्रतिफलमूलक रूपमा सोचिन्छ। त्यस्तै हिसाबले प्रोजेक्ट बनाइन्छ, त्यस्तै हिसाबले प्रोजेक्ट इम्प्लिमेन्ट गरिन्छ। त्यो कुरा म गरिआएको हो, गर्दैछु र गरौँला। यी कुराहरू बाँकी उम्मेदवारसँग भन्दा धेरै फरक मलाई बनाउँछ। त्यस कारण म विश्वास दिलाउन चाहन्छु कि यी कुराहरू अरूले नारा दिँदा पनि यी सबै पक्षहरूलाई विचार गर्दाखेरि म चाहिँ सबभन्दा प्रभावशाली रूपमा प्रतिफल दिलाउन सक्छु भन्ने मलाई विश्वास छ। अन्तिममा यहाँलाई जाँदै अन्तिम प्रश्न, के जनताले यहाँलाई रुचाउँछ अथवा के ठान्नुहुन्छ तपाईँ आफू जनता माझमा, अथवा जनतालाई के भन्न चाहनुहुन्छ? एउटा के छ भने म अनुभव गर्दछु यो घर दैलो इत्यादि चुनाव प्रचारको क्रममा जुन पछिल्ला परम्पराहरू थिए, राजनैतिक परम्परा, चुनावका परम्पराहरू, त्यसले गर्दाखेरि एउटा संस्कार बसेको छ भोटरहरूमा, मतदाताहरूमा। उनीहरू को जित्दैछ, को हार्दैछ, लास्ट मोमेन्टमा चाहिँ हुइममा जाने भन्ने किसिमको एउटा कल्चर छ, संस्कार छ। त्यो विदेशहरूमा हेर्नु हो भने त्यो संस्कार छैन, त्यो हराइसक्यो, फरक। तर यहाँ चाहिँ भिडको
एउटा छुट्टै प्रभाव छ। बहुतायकले के सोच्दैछन् त्यतैतिर लाग्छ। त्यो चाहिँ अलिकति के भयो भने चाहिँ यसलाई अन्यथा नलिनु होला। त्यो सरी अब त्यो वर्ड युजै गर्न चाहँदैन। मतलब भिडको पछाडि लागेर अब जो अगाडि जस्तो एउटाले बढाइदियो त्यसकै पछाडि लागेको छ। नाला होस् नदी होस् हाम फाल्नु पऱ्यो मर्नु पऱ्यो भने त्यसकै पछाडि लागे हुन्छ। आफ्नो जजमेन्टै प्रयोग गर्नु त्यस्तो किसिमको संस्कार छ। दोस्रो कुरा के छ भने गरिबीको अवस्था थाहा छँदैछ। यति गरिब छन् कि गरिबी छ कि अलिकति लोभमा अलिकति पैसाको लोभमा राम्रो खानाको लोभमा राम्रो लुगाको लोभमा बिर्सिदिन्छन् सही गलत। के भन्छ सर्ट साइटेड। अहिले चाहिँ लिइहालौँ पछि चाहिँ गाली गरौँला नेतालाई जो जित्छ कम्प्लेन गरौँला अहिले चाहिँ खाइहालौँ भन्ने किसिमको प्रवृत्ति पनि धेरै छ। जुन मोरल नैतिक लेभल हुनुपर्ने हो मतदाताहरूमा त्यसमा मैले कमी देख्दछु। त्यसको लागि म क्षमा चाहन्छु। म पनि यहीँको मतदाता हो। तर वास्तविकता जे छ म यहाँलाई भन्न चाहन्छु र त्यो चाहिँ म गरिरहेछु। अन्तिममा जनताहरूलाई के भन्न चाहनुहुन्छ? खालि यही कि एउटा यो जेनजीको अहिले जुन आन्दोलन भयो धेरै तथ्यहरू उजागर भए, भ्रष्टाचारहरू उजागर हुँदैछन् भइराखेका छन्। जसरी राजनीतिकरण गरिएको छ शिक्षाको क्षेत्रमा, न्यायालयको क्षेत्रमा, प्रशासनको क्षेत्रमा, त्यो कुराहरूलाई विचार गर्दा यो परिवर्तन हुनु जरुरी छ। परिवर्तन हुन जरुरी छ र यसको लागि त्यो पुराना जुन सत्तामा बसिरहेका व्यक्तिहरूलाई चाहिँ बदलेर विकल्प खोज्नु जरुरी छ। विकल्प खोज्दाखेरि यो पटक कमसेकम 2-3टा कुरा याद गरौँ। इमान्दारिता, सक्षमता र उसको लोयल्टी आफ्नो भूमि ठाउँ प्रतिको सद्भाव या कटिबद्धता त्यो चाहिँ याद गरेर भोट दिनु होला भन्ने म आग्रह गर्न चाहन्छु। धन्यवाद नेताज्यू। यहाँले व्यस्त समयबाट निकालेर हामीलाई कुराकानी गर्न समय दिनुभयो त्यसको लागि र यहाँलाई शुभकामना छ यहाँको जितको लागि। धेरै धेरै धन्यवाद मौका दिनुभएकोमा आफ्नो कुरा राख्नको लागि। तपाईँलाई पनि तपाईँहरू पत्रकारहरूबाट पनि सहयोग होस् यी कुराहरू प्रेषित गर्नमा भन्ने अनुरोध तथा आशा गर्दछु। धन्यवाद।